कन्या राशि हुनेहरूका लागि यस वर्ष राम्रो समय रहने हुँदा गुरुको एकादश स्थानमा रहेकोले केही महिना प्रशस्तै धन लाभ हुने, परिवारमा माङ्गलिक कार्य हुने, परिवारबाट सुख शान्ति प्राप्ति हुने योग देखिन्छ भने ग्रहहरू पनि आफ्नो आफ्नो स्थानबाट सुख फल प्राप्ति दिने देखिन्छ। त्यसो हुँदाहुँदै पनि राहु र केतुको प्रभावका कारणले गर्दाखेरि शत्रुहरूमाथि विजय प्राप्त गर्न सक्ने योग पनि देखिन्छ। आम्दानीका स्रोतहरू बन्ने, व्यापार व्यवसायमा खाडल बन्नेछ भने पारिवारिक समस्याहरू पनि देखा पर्नेछन् माघ महिनापछि। वैशाखमा पारिवारिक सुख शान्ति प्राप्ति हुनेछ भने मङ्सिर र असारमा धन लाभ मिल्ने, अचानक धन प्राप्ति हुने, अनावश्यक खर्च हुने पनि देखिन्छ। त्यसैगरी चैत महिनामा पारिवारिक तथा अन्य जनहरूसित मनमुटाव हुने, असोजमा बढी खर्च हुन्छ भने आर्थिक दृष्टिकोणले असार, श्रावण, फागुन, मङ्सिर महिना शुभ मानिन्छ। धन्यवाद।